हरे कृष्ण तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। अन्त अहिले चाहिँ म बिहान बिहान उठेर नुहाइधुवाइ गरेर झोला बोकेर लागेको छु। कहाँ लागेको भन्दाखेरि चाहिँ दोकान गएको हैन। दोकानमा चाहिँ मेरो कतिवटा सामानहरु ल्याउनु छु। त्यही भएर नानी सुतिरहेको थियो, फटाफट गए। अन्त गएर हेर्दाखेरि चाहिँ त्यो भैया काम गरिरहेको रहेछ हो। अन्त मैले चाहिँ भैया छिटो गर्नु न मेरो टाइम छैन, लेट हुन्छ भनेर भन्दा बहुत टाइम पछाडी गरिदियो। सामान दिएपछि तुरन्तै कुद्दै आएर फेरि मैले कुकरमा आलु बसाएँ। अन्त आलु बसाएर एक साइडमा दुध बसाएर भित्र गएर नानीलाई हेरेँ, सुतिरहेको थियो नि त। अन्त त्यहाँबाट फेरि फटाफट म अलिअलि घाम पनि लागेको थियो। अन्त त्यो अस्ति बनाएको अचार थियो नि, त्यो अचार लगेर चाहिँ छतमा सुकाउनु पर्यो भनेर लगेँ। यत्रो दिन मैले सुकाएकै थिइनँ हो, राखिरहेको थिएँ। अन्त त्यहाँबाट लगेर घाममा सुकाइदिएँ, राखिदिएँ घाममा लगेर। अन्त त्यहाँबाट तल आएँ। आज चाहिँ म भ्याइ काम गरेको छु। किन भन्दाखेरि चाहिँ आज चाहिँ प्रभुजी घर आउनु भएन हैन। घर आउनु भएन, मन्दिरमा वहीँनिर उनको सेवा थियो, त्यही भएर आउनु भएको छैन। अन्त हेर्नु न, बिहानदेखिको काम गर्दा थाकेर हत्तु भइसकिसक्यो। अरू बेला त प्रभुजी आएर हेल्प गरिदिनुहुन्थ्यो हैन। आज त एक्लै परेँ, खानाहरू पनि बनाउनु, नानी हेर्नु, फेरि के काम गर्दा भ्याएकै छैन। भिडियो त नि बनाउनु भ्याएको छैन हो। अन्त अहिले चाहिँ मैले 3टा साडी निकालेको छु। त्यो साडी चाहिँ म ब्लाउज बनाउनु छ। अन्त अहिले 3 बजीतिर ब्लाउज पनि बनाउनु जान्छु हैन। म तपाईहरुलाई साडी देखाउँदैछु ल। योहरू चाहिँ मेरो, यो दुईटा चाहिँ नयाँ साडी होइन, यो चाहिँ पुरानै साडी हो। यो त तपाईँले देख्नु पनि भएको छ होला भिडियोमा, फोटोमा होइन। यो चाहिँ मैले दुईपल्ट लगाइसकेको छु। यसमा चाहिँ मैले साइड पिको गराएकै छैन, त्यसै लगाउँदै थिएँ होइन, भ्याएकै थिइनँ नि त। अन्त त्यही भनेर लगाएँ दुईपल्ट। अन्त अहिले चाहिँ पिको गराउनु लिएर जान्छु। अन्त त्यहाँबाट यो दुईटा चाहिँ नयाँ साडी हो, प्रभुजीले दुईटा डेली युजको लागि ल्याइदिनु भएको, मन्दिर जान आउनुको लागि। अन्त त्यो दुईटाको चाहिँ ब्लाउज बनाउनु छ। यो चाहिँ कहिलेदेखिको हेर्नु न पेन्डिङ परिरहेको छ होइन। यो चाहिँ एक्चुअलमा यो चाहिँ आँचल हो कि ब्लाउज हो थाहा छैन, तर येल्लो कलरको साडी छ यो चाहिँ हो। अन्त यो चाहिँ पिङ्क कलरको साडी छ। अन्त यो दुईटा चाहिँ म ब्लाउज बनाउँछु। अन्त यसको चाहिँ पिको गराउँछु। अहिले 3 बजीतिर जान्छु। फेरि म चाहिँ पैसा लिएर टुङ सिँढीबाट तल झरेँ। झरेर चाहिँ यहाँ भैया आइरहेको थियो। भैया चाहिँ मैले सामान अर्डर गरेको थिएँ नि त ब्लिङ्किटबाट। अन्त लिएर आएछ। अन्त लिएर आएपछि फेरि म माथि चढेँ हो। यो सिँढीबाट चाहिँ माथि चढ्दा उत्रिँदा त हत्तु हुन्छ हो। म त कोही बेला त एकपल्ट पनि झर्दिनँ म त, वाक्कै लाग्छ हो। अन्त सामान लिएर माथि जाने बित्तिकै फेरि म किचनहरू सफा गर्नु थालेँ। यहाँ चाहिँ कतिवटा सामानहरू पुरानो भएको थियो नि त, त्योहरू चाहिँ साइड गरिदिएँ। अन्त यो अस्ति चाहिँ बाबा आउँदाखेरि नै ट्रेनमा किन्नु भएको थियो अरे कि, जस्तो ल्याउनु भएको त्यस्तै छ। बाबाले 1-2वटा खाएर ल्याउनु भएको रहेछ, त्यस्तै छ। त्योहरू त म झन् खाँदिनँ हो, मन नै त पर्दैन। अन्त त्यहाँबाट त्यतिकै राखिदिइरहेको छु। त्यहाँबाट फटाफट फेरि सफा गर्नु थालेँ। अन्त यो चाहिँ म चिकु देखाउँदै थिएँ तपाईँलाई हो। चिकु चाहिँ कोलाई मनपर्छ भनेर देखाउँदै थिएँ। अन्त त्यहाँबाट फेरि फटाफट किचनहरू सफा गरिसकेर चाहिँ